वैशाख 17 गते अक्षय तृतीयाको दिन यी 6 कुराहरू दान गर्नुस्। तपाईलाई पैसाको अभावमा रुनु पर्दैन भने थोरै दान गर्दा पनि अत्यन्त धेरै फल प्राप्ति रहनेछ। यत्किञ्चित् दीयते दानं स्वल्पं वा यदि वा बहु तत्सर्वमक्षयं यस्मात् तेनेयमक्षया स्मृता भनेर बताइएको छ। अब ती दान गर्ने कुराहरू के रहेका छन् त? पहिलो नम्बरमा जसले यस दिनमा जलले भरिएको कलश दान गर्छ त्यसलाई अक्षय फल प्राप्ति रहनेछ। खराउ जुत्ता या चप्पल दान गर्नाले ग्रह दशाहरू शान्ति रहनेछन्। छाता दान गर्नाले पनि अरिष्ट ग्रह शान्ति रहनेछन्। यस दिन जौको सातु र शरबत दान गर्नाले पनि तपाईका सबै दुःख कष्टहरू हरण हुनेछन् र आफूले ग्रहण गर्दा पनि रोग प्रतिरोधात्मक क्षमता वृद्धि भएर जानेछ। तपाईले अन्न दान गर्नुभयो भने तपाईको भण्डार कहिले रित्तिदैन। सुवर्ण दान अथवा नसके दक्षिणा दान गर्नुभयो भने पनि पैसाको अभाव रहने छैन। वैशाख 17 गते अक्षय तृतीयाको दिन यी 6 कुराहरू दान गर्नुस्। तपाईलाई पैसाको अभावमा रुनु पर्दैन भने थोरै दान गर्दा पनि अत्यन्त धेरै फल प्राप्ति रहनेछ। यत्किञ्चित् दीयते दानं स्वल्पं वा यदि वा बहु तत्सर्वमक्षयं यस्मात् तेनेयमक्षया स्मृता भनेर बताइएको छ। अब ती दान गर्ने कुराहरू के रहेका छन् त? पहिलो नम्बरमा जसले यस दिनमा जलले भरिएको कलश दान गर्छ त्यसलाई अक्षय फल प्राप्ति रहनेछ। खराउ जुत्ता या चप्पल दान गर्नाले ग्रह दशाहरू शान्ति रहनेछन्। छाता दान गर्नाले पनि अरिष्ट ग्रह शान्ति रहनेछन्। यस दिन जौको सातु र शरबत दान गर्नाले पनि तपाईका सबै दुःख कष्टहरू हरण हुनेछन् र आफूले ग्रहण गर्दा पनि रोग प्रतिरोधात्मक क्षमता वृद्धि भएर जानेछ। तपाईले अन्न दान गर्नुभयो भने तपाईको भण्डार कहिले रित्तिदैन। सुवर्ण दान अथवा नसके दक्षिणा दान गर्नुभयो भने पनि पैसाको अभाव रहने छैन।